आजको पुस्ता कता हराइरहेको छ? हामी सपनाको पछि कुदिरहेका छौँ। कसैले भनिदिने व्यर्थका अगमबानीहरूमा हाम्रा भविष्य खोजिरहेका छौँ। मैले यस्तो सपना देखेँ, उसले मेरो बारेमा यस्तो भन्यो। यस्तै कुरामा हामी अल्झिरहेका छौँ। तर के हामीले सत्यलाई भुलेका त छैनौँ? परमेश्वरको मार्ग निर्देशन बिना प्राय मानिसहरू भ्रममा पर्छन्। जब जग कमजोर हुन्छ, तब जस्तो सुकै झुटो कुराले पनि हामीलाई ढलाउन सक्छ। बाइबल पढ्नु केवल एउटा धार्मिक काम मात्र होइन। बाइबल त यो पुस्ताको लागि बाँच्ने आधार हो। भजन सङ्ग्रह 119 105 ले भन्छ, तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। के तपाईँलाई थाहा छ, परमेश्वर हामीसँग बोल्ने पहिलो र मुख्य माध्यम उहाँको जीवित वचन बाइबल नै हो। सपना र दर्शनहरू सहायक हुन सक्छन्, तर ती कहिल्यै पनि बाइबलभन्दा माथि हुन सक्दैनन्। दोस्रो तिमोथी 3:16 र 17 अनुसार हरेक पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई र धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ। त्यसैले जवान साथीहरू, अरूले देख्ने सपनामा होइन, परमेश्वरले दिनुभएको सत्यमा खडा हौँ। बाइबल खोल्नुहोस्, यसलाई पढ्नुहोस् र यसको साँचो अर्थ बुझ्ने प्रयास गर्नुहोस्। जब तपाईँसँग वचनको ज्ञान हुन्छ, तब कुनै पनि झुटो अगमबानीले तपाईँलाई भड्काउन सक्ने छैन। परमेश्वरको आवाज सुन्न चाहनुहुन्छ? बाइबल पढ्न सुरु गर्नुहोस्, किनभने उहाँ पहिले नै बोलिसक्नु भएको छ।